वेलकम टू माई ब्लग। मेरो ब्लगमा तपाईलाई स्वागत छ। तपाईलाई मेरो ब्लगमा चाहिँ आज सानो है यो हाम्रो चतराको रोड छ नि, रोडमा चाहिँ यस्तो खाल्डो परेछ। अनि यहाँ अब हाम्रो जेएनजी ग्रुपले गएर चाहिँ यसो यो खाल्डो चाहिँ पुर्दिउँ भनेको हाम्रो रोडको ठुलो भएको छ क्या यो रोड चाहिँ। अब हेर्नुहोस् है यो खाल्डो चाहिँ हाम्रो यही रोड हो होइन, हाम्रो यो चतराको रोड हो। हामी चाहिँ टक्कसँगले यो रोडलाई यो रोडको खाल्डो चाहिँ हामी पुर्दैछौँ है गाइज। यो रोडको खाल्डो तपाईँहरूलाई पनि देखाउँछु, हेर्नुहोस् है यो मेरो ब्लग। अब मेरो ब्लग चाहिँ रेगुलर आउँछ होला होइन, तपाईँहरूलाई अब यसो बिरामी भएर म चाहिँ घरमा बसेको थिएँ, त्यही भएर तपाईँहरूलाई ब्लग हाल्नु पाएको थिइनँ होइन। अब चाहिँ बिस्तारै रेगुलर आउँछ है गाइज मेरो ब्लग चाहिँ। यहाँ हेर्नुहोस् है यही हो बाटो हाम्रो होइन, यो हामी यसो कुर्दैछौँ। यहाँ हेर्नुहोस् त यत्रो खाल्डो भएको छ यो हाम्रो चतराको रोड होइन। यहाँनिर चाहिँ हामी बालुवा सालुवा हालेर टक्कसँगले यो हामी पुर्नेछौँ। अनि एउटा यहाँनिर छ चोकमा आफ्नो ठाउँ आफै गरौँ भन्ने टाइपले चाहिँ गरेको होइन गाइज। यही है हाम्रो रोड चाहिँ पानी भएको छ होइन, यसमा चाहिँ बालुवा हाल्नुपर्ने छ। हाम्रो यहाँ सहयोगी हातहरू यहाँ हाम्रो अनिशजी यता यता हामी के गर्न आँटेको अरे? हामी अब खाल्डो पुर्नु हो यहाँ। अब हामी यो आफ्नै बाटोको खाल्डो टक्कसँगले पुर्दैछौँ होइन। एउटा यहाँ छ अनि एउटा चाहिँ यहाँ चोकमा छ क्या, तपाईँलाई यो चोकको पनि देखाउँछौँ है गाइज। ल अब हामी बालुवा लिन जाँदैछौँ, हामी बोरा सोरा सबै गरेर। यहाँ हेर्नुहोस् है हाम्रो अर्को नाम पनि हुन्छ सहयोगी हातहरू। हेलो भनिदिनु। हेलो हामी अब यहाँ जेएनजी ग्रुप ल हामी अब हेर्नुहोस् है यहाँ पनि खाल्डोहरू छ, सबै हामी खाल्डोहरू पुर्दैछौँ। अब हामी ल्याउनु पऱ्यो नि त गाडी, यहाँनिर खाल्डोहरू सबै हामी पुर्दैछौँ है गाइज। यहाँ हामी अब लाइट हान्ने कार्यक्रम पनि गर्दैछौँ। यो चोकमा बिग्रिरहेछ यो सबै केटाहरूले। अब हाम्रो ठाउँ आफै बनाऊ गाइज, हेर्दै गर्नु होला मेरो ब्लग। ल हाम्रो लाइट पनि अब जोड्नु हुँदैछ काकाले। यो चाहिँ चोकको लाइट है, हाम्रो चोकमा चाहिँ लाइट हालेको थियौँ होइन। अनि यहाँ चाहिँ अहिले बिग्रेर फेरि हामी बनाउँदैछौँ। मेरो ब्लग चाहिँ हेरिदिनु होला है गाइज। यही छ हाम्रो चतराको गाइजहरूको। हाम्रो चतरा हेर्नुहोस् है गाई, चतरा जोस राम्रो छ। यस्तै छ है गाइज चतराको गेट है यो। सबलाई स्वागत छ है गाइज। जेएनजी अरे हजुर ल एक दुई शब्द गोस् न त, हामी के गर्न आँटेको अरे? हामी अब श्रमदान गर्न आँटेको होइन। यो रोड हाम्रो खाल्डो छ, सबै ठाउँमा अब पुर्ने हो होइन। बिटी लिएर आफ्नो ठाउँ आफै बनाऊ। ल जय जेएनजी। जय जेएनजी। बालुवा यो के अरे हाम्रो स्कुटी होइन त यो स्कुटीमा लिन जाँदैछौँ है हामी बालुवा चाहिँ। ल गाइज हामी बालुवा चाहिँ कहाँ हाल्ने हो? हो त हुन्छ उताको दामी हुन्छ। ल गाइज हामी अब बालुवा ट्याक्कसँग लोड गर्न आँटेकै गाइज होइन। यसो अब हाम्रो ठाउँलाई यसो खाल्डै छ, पुर्नु त पर्यो। हामी अब यही बालुवा हाल्न आँटेको गाइज होइन। यहाँ हेर्नुहोस् है यो बालुवा लिएर हामी अब टक्कसँगले हाल्दैछौँ। हामीले यहाँ बालुवा हाल्दैछौँ। हो अनिशजी, अनि हामी अब के अरे हामी रोड पुर्ने होइन त? रोडलाई यसो सबैसँगले ल हामी यो लोड गर्दैछौँ 2 बोरा जस्तो गाइज। हामीलाई यसो हेरेर भए पनि सपोर्ट चाहिँ गरिदिनु पऱ्यो है गाइज। अब हामी यहाँ चतरामा के हुँदैछौँ सबै हामी चतरामा के चाहिन्छ के गर्नुपर्ने हामी सबै गर्छौँ होइन गाइज। तपाईँहरूले चाहिँ यसो भनिदिनु पऱ्यो के यहाँ लाउनु पऱ्यो। तपाईँहरूको कमेन्ट अनुसार हामी गर्दै जान्छौँ है चतरामा चाहिँ गाइज। त्यही गर्दै जान्छौँ, तर कमेन्ट चाहिँ गर्नु पऱ्यो। मेरो फेसबुक फ्रेन्डहरू, युट्युब फ्रेन्डहरू सबैजना
टिकटक फ्रेन्डहरू सबले है गाइज यहाँ हामी लोड गर्दैछौँ ल गाइज अब हामी यो प्याक भइसकेपछि लगेको तपाईँहरूलाई देखाउँछौँ यसो पुरेको पनि हामी भिडियो लाउनेछौँ है गाइज हेर्नु नबिर्सिनु होला लास्ट तपाईँले हेरिदिनु होला है गाइज हामी चाहिँ अब फेरि 2 बोरा लिएर गएको है गाइज नपुगेर यहाँ बालु एकछिन है गाडीहरू आउँदैछ हेरेर है ल सहयोगी हातहरू अब हामी सब पुर्ने कार्यक्रम गर्दैछौँ ल गाइस यो चाहिँ हामी यसरी लाँदैछौँ होइन हाम्रो ड्राइभर हामीले चाहिँ यहाँ पुर्नु आँटेकै यो ठाउँ हो गाइस यही हो अब हामी चाहिँ बालुवा यहाँ हाल्दैछु यो पनि है ल हामी यहाँ पुर्ने कार्यक्रम हुँदैछ यो रोड चाहिँ तपाईँहरूलाई यो हामी टक्कसँग लगाइसकेपछि पुरिसकेपछि देखाउँछौँ ल अलिक बालु हाल्यौँ यहाँ अब 1-2 बोराले नपुग्ने रहेछ अझै 1-2 बोरा जति लिएर हामी हाल्नेछौँ ल हाम्रो सहयोगी हातहरू ठुलो सहयोगी हातहरू ल मजाले हाल्दैछु टाँगा खुसी बिस्तारै बोल्नु ल है हामी यहाँ अब टक्क स्वयंसेवक ल हामी 2 बोरा 2 बोरा अझै लिन जाँदैछु मैले 2 बोराले नपुग्ने रहेछ है ल हाम्रो चाहिँ अब यहाँ पुर्ने कार्यक्रम ल खडा हो घडा गुडुक पुर्ने कार्यक्रम हुँदैछ सररररर कडाले जस मेहनत चाहिँ गर्छ है चत्राको जेन्जीहरू होइन खै जय जेन्जी भन ल गएको यहाँ पुगिसक्यौँ है ल हाम्रो चत्राको खतरा जेन्जी चाहिँ यहाँ है अनिस सर खतरा जेन्जी ल अनिस सर हाम्रो सकियो होइन अब लगभग सक्यो अब हामी चोकमा अलिकति बाँकी छ चोकको पनि हामी पुरिदिन्छौँ होइन ग्यास यता हेर त जेन्जी खोइ हेलो गर्दै ल ल यहाँ एकचोटि होइन थिच्नु लाउनु पर्ला यसो खुट्टाले होइन सब जेन्जीहरू ल गाइस लगभग हाम्रो सक्यो ल हाम्रो अब यहाँ अलिकति बाँकी छ यहाँ पनि अब गरिहाल्ने र गाइस हाम्रो भ्लग चाहिँ यति नै गाइस अब सकियो सबै होइन लगभग ल गाइस यता पनि गर्दैछ केटाहरूले